म वकिल हुँ, संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु। दरबार हत्याकाण्ड नेपालका दलहरूले गराएका हुन्, उनीहरूले जिम्मेवारी लिनुपर्छ। किनकि त्यति बेला सरकार कसको थियो? राजाको थियो, तिमी दलहरूको थियो। त्यसैले हत्याकाण्ड तिमीहरूले गराएका हौ, दलहरूले यसको जिम्मेवारी लिनुपर्छ। प्रहरी कसको थियो? कसको थियो? सरकार। जिम्मेवारी कसको थियो? सडकमा बेवारिसे भेटिएको एउटा लासको पनि जिम्मेवारी सरकारको हुन्छ। त्यसैले दरबार हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र त्यति बेलासम्मका दलहरूले लिनुपर्छ। उनीहरूले त्यो हत्याकाण्ड गराएका हुन्। किनकि केपी ओलीज्यू, तपाईले राति 12 बजे इन्डियन खुफिया संयन्त्रको प्रमुखसँग एक्लै भेट्नु भएको हो। तपाई त्यहाँको कर्मचारी हो, तपाई त्यहाँको तलब बुझ्नुहुन्छ। तपाईले राति 12 बजे एक्लै इन्डियन खुफिया एजेन्सीको मालिकसँग भेटेर परराष्ट्र मन्त्रालयको कर्मचारी नराखिकन कति तलब बुझ्नुभयो? होइन भने के भन्नुभएको थियो, के कुरा गर्नुभएको थियो, कहिल्यै सार्वजनिक गर्नुभयो? तपाईहरू विदेशी खुफियासँग मिलेर दरबार हत्याकाण्ड गराउनेहरू हो। जिम्मेवारी तपाईले लिनुपर्छ। तपाईको त प्रमाण छ, 17,000 मध्ये 5,000 मारेको आफै जिम्मेवारी लिएको पनि। तपाईले बुवा आमाको क्रिया बसिरहेका मान्छेहरूलाई मासु कोच्याउनु भएको छ। तपाईले मेरो साथी पत्रकार, म समाचार पत्रमा काम गर्दै गर्दा कार्यस्थलबाट थुतेर लगेर हत्या गर्नुभएको छ। तपाईले धर्मप्रसाद ढकालहरूको हत्या गर्नुभएको छ। तपाईले विद्यालयमा पढाइरहेका शिक्षकहरूलाई थुतेर लगेर हत्या गर्नुभएको छ। तपाईहरूको हत्याको प्रमाण छ। तर दरबार हत्याकाण्ड भएको बेलामा, दलहरूले गराएको बेलामा राजा काठमाडौँ बाहिर भएको प्रमाण छ। यसको जिम्मेवारी तपाईहरूले लिनुपर्छ। आजदेखि यो दरबार हत्याकाण्डको बारेमा दलहरूले उठाएका प्रश्न यही समय बिन्दुदेखि खारेज गरिन्छ र यसको सम्पूर्ण जिम्मेवारी दलहरूलाई दिइन्छ। दलहरूले यसको जिम्मेवारी लिनुपर्छ। त्यति बेलाका कम्तीमा सरकारमा रहेकाहरूलाई 1 नम्बरमा पक्राउ गरेर सोधखोज र अनुसन्धान सुरु गर्नुपर्छ। उनीहरूले गराएका हुन्। यो प्रश्न आइन्दा कसैबाट उठ्यो भने देश विदेशका सबै नेपाली नागरिकहरूको यही जवाफ हुनेछ, दलहरूले गराएका हुन्। खारेज भयो प्रश्न। म यसपछि विनम्रतापूर्वक निवेदन गर्छु कि यी दलका दासहरूबाट मुक्तिको क्रममा अहिलेका गृहमन्त्री रमेश लेखक संविधानको विरोधलाई प्रतिबन्ध लगाइने उहाँले बताउनु भएछ एउटा कार्यक्रममा। उहाँले कानुन